नेपाली महिला फुटबल टिमलाई आज साउथ एसियाका सबै राष्ट्रहरूले चिन्ने सिर्फ ट्यालेन्ट मात्र होइन, टिमको संघर्ष हो जसमा पीडा सपना वर्षौंदेखि अधुरो छ। नेपाली महिला फुटबल टिम हरेक पटक फाइनलसम्म पुग्ने तर ट्रफी उठाउन नपाउने यो दर्दनाक पीडा हामी नेपालीहरू अनि नेपाली महिला फुटबल टिमले धेरै पटक महसुस गरिसकेका छौं। एक समय थियो जब नेपाली महिला फुटबल टिमलाई साउथ एसियाका टिमहरूले हल्का रूपमा लिने गरेको पाइन्छ, जसमा सेवा सुविधा पनि कम थियो, ट्रेनिङ कम थियो, सपोर्टरहरू एकदमै कम थिए। तर एउटा कुरा कहिले कम भएन र हुँदैन पनि, जुन नेपाली महिला फुटबल टिमको देशप्रतिको जिम्मेवारी र देशप्रतिको सपना। धेरै खेलाडीहरू सामान्य परिवारबाट आएका थिए, कतिपय खेलाडीहरूले त फुटबल खेल्न समाजको प्रेसर समेत झेल्न परेको थियो। तर नेपाली खेलाडीहरूले एउटा कुरा कहिल्यै छाडेनन्, जुन देशप्रतिको माया र देशप्रतिको सपना। नेपाली महिला फुटबल टिम आज साउथ एसियामा बलियो टिम बनिसकेको छ। साफको इतिहासमा नेपाली महिला फुटबल टिम 7 पटक फाइनलबाट खाली हात फर्किनु परेको अर्कोतिर इतिहास छ र पीडा पनि छ, जसमा नेपाल 2010, 2012, 2014, 2016, 2019, 2022 र 2024 सम्म फाइनलको लागि फाइट गरे पनि ट्रफी विन नै बन्नु पर्यो। तपाईहरू फुटबल हेर्नुहुन्छ भने विशेष गरी 2022 को साफ च्याम्पियनशिप प्रतियोगिता फाइनल बंगलादेशसँग हार्दा सिंगो देश भावुक बनेको थियो। तर त्यो हारपछि नेपाल झन बलियो हुँदै गयो। आज नेपाली महिला फुटबल टिमको इतिहास हेर्दा फिफा र्याङ्किङ पनि हेर्ने भने इतिहासको सबैभन्दा सुधार नम्बर 1 तिर पर्छ। नेपाली महिला फुटबल टिमको यो लेभल, यो हाइपको कुरा गर्ने भने विशेष सावित्रा भण्डारी साम्बा, पिर्ती राई, अन्जिला तुम्बापो सुब्बा लगायत सम्पूर्ण नेपाली महिला फुटबल टिमका खेलाडीहरूलाई धन्यवाद पनि दिनै पर्ने हुन्छ, जसमा आज नेपाली महिला फुटबल टिमकी बिगेस्ट सुपरस्टार सावित्रा भण्डारी साम्बा भन्ने बित्तिकै साउथ एसियाका डिफेन्डरहरू डराउँछन्। साम्बाले नेपालका लागि काउन्टलेस गोल गरेकी छन्, धेरै पटक खेलहरू एक्लै पनि जिताएकी छन्। अर्कोतिर पिर्ती राई, यङ जेनेरेसन, यङ होप, मिडफिल्ड म्याजिसियन पिर्ती राईलाई धेरै फ्यान्सहरूले नेपाली मेस्सी पनि भन्छन्। पिर्ती राईको ड्रिबलिङ, भिजन र कन्फिडेन्सले टिमलाई छुट्टै इनर्जी दिने गरेको छ। भारत, बंगलादेश जस्ता आजका बलिया राष्ट्रहरूलाई पनि राम्रोसँग थाहा छ नेपाली टिमले जुन बेला पनि खेल चेन्ज गर्न सक्छ भन्ने। नेपालको लगातार फिफा र्याङ्किङमा पनि इम्प्रुभ हुँदैछ। अब नेपाली महिला फुटबल टिम सहभागिता जनाउन मात्र खेल्दैन, ट्रफी जित्न मात्र खेल्नेछ। नेपाली महिला फुटबल टिमका लागि नयाँ च्याप्टर सुरु हुँदैछ, अर्थात् इतिहास बनाउने समयको नजिक पुगेको छ। साफ वुमेन्स च्याम्पियनशिप 2026 मे 25 देखि जुन 6 सम्म भारतको गोवामा आयोजना हुँदैछ। यसपटक नेपालसँग लङ एक्सपिरियन्स छ, यङ ट्यालेन्ट पनि छ र कन्फिडेन्स पनि छ। सबैभन्दा ठूलो देशप्रतिको अथाह माया र सपना दुवै छ। सही समयको सदुपयोग हुनेछ भन्ने हामीलाई होप दिएको छ। नेपाली महिला फुटबल टिम 2026 को साफ च्याम्पियन बन्दै भारतबाट ट्रफी नेपाल भित्रिनेछ भन्ने हाम्रो आशा जीवितै अन्तिम सेकेन्डसम्म रहनेछ। थ्याङ्क यू सो मच एभ्रीवन, लभ यू सो मच। तपाईहरू पनि नेपाली स्पोर्टलाई माया गर्नुहुन्छ, समर्थन गर्नुहुन्छ भने एक लाइक, शेयर, सब्स्क्राइब पक्कै पनि गर्नुहुनेछ। धन्यवाद।